छोराले आमाकोमा चाहिँ त्यस्तो त सरप्राइज हुने खुसी हुने छोरालाई लागेन। किन आएको होला मेरो आमा, बेकारमा आएर केटाकेटीलाई डराउनु दिएर भनेर पो भनेछ। बिचरा आमालाई बल्ल पिर पर्यो। सानोमा त सानो थियो, थाहा भएन, तर ठुलो भएपछि त थाहा होला कि माया गर्ला कि भनेको त आमा। पटक्कै त्यो नदेखाएपछि आमा चाहिँ रुँदै फर्किनु भयो गाउँमा। पछि छोरालाई पढेर लेखेर ठुलो भएको, जागिर पनि खाएको, गाउँमा जाने काम परेछ। गाउँभरि हल्ला भएछ, फल्लाको छोरा आउने हो अरे, ठुलो मान्छे भएको छ अरे, स्कुल आउने रहेछ भन्ने चाहिँ हल्ला भएछ। आमालाई त सुनेर खुसी लाग्यो, तर आमाको त्यो पीडा कस्तो भएछ भने छोरा त मलाई देख्न नखोज्ने, अब पक्कै पनि स्कुल आएपछि घर आउला भन्ने भएछ। स्कुल आयो, कार्यक्रममा गयो, आफू जन्मेको घर आमालाई माया नलागे पनि त्यो जन्मेको ठाउँको त माया लाग्यो उसलाई। फर्केर आएछ, आउँदाखेरि एउटा चिठी भेटाएछ। त्यो चिठीमा आमाले लेखेको कुरा रहेछ, प्रिय छोरा तिमीलाई शुभ आशीर्वाद। मलाई लागेको थियो तिमी त ठुलो भएपछि मलाई अति माया गर्छौ, मेरो बुढेसकालको सहारा बन्छौ, तर भने जस्तो भएन। तिमीले मलाई माया नगरेको कारण भनेको मेरो आँखा नभएर हो। त्यो पनि किन हो भन्ने कुरा तिमीले कहिल्यै सोधेनौ। कारण के थियो भने तिमी सानै छँदा तिम्रो बुवा, तिमी र म घुम्न गएका थियौँ, बाटोमा एक्सिडेन्ट भयो, तिम्रो बुवा बित्नु भयो, तिम्रो पनि आँखा फुट्यो, मैले मेरो आँखा झिकेर तिमीलाई दिएको हो। त्यसले गर्दा तिमीलाई दुईटा आँखा भए, मेरो एउटा आँखा भए, तर तिमीले कहिल्यै सोधेनौ त्यो आँखा। तिमी दुईटा आँखा देख्ने हुँदा तिमी राम्रो भयो, म नराम्रो भएँ। तिमीले त मलाई हेर्न नखोज्ने भन्ने भएको भएर म घर छोडेर सधैँका लागि जाँदैछु, मलाई नखोज्नु भनेर चाहिँ चिठी लेख्नु भएछ। त्यो देखेपछि बल्ल छोरालाई एकदमै पिर परेछ। ओहो, मेरो आँखा भएको त आमालाई दिएर पो रहेछ त, मैले आमालाई त भन्नु नभन्नु भने, मैले गल्ती गरेछु भन्ने कुरा महसुस गर्यो। ऊ रोयो, तर त्यति बेलासम्म आमा चाहिँ संसार छोडेर गइसक्नु भएको रहेछ। अब उसले आमा खोजेर कमाउनु भयो, त्यसले आमालाई माया नगरेको ठिक भयो। तपाईँहरू त गर्नुहुन्छ नि, पक्का हो? ल अब अर्को कुरा गरौँ है।